न्युजिल्यान्डमा भिजिट भिजामा गएर स्टुडेन्ट भिजामा कन्भर्ट गर्न मिल्छ कि मिल्दैन? धेरैको यो क्वेसन छ। सो यदि न्युजिल्यान्डमै स्टडी गर्ने अप्सन कसैले खोज्नु भएको छ, न्युजिल्यान्डमा पढ्नु नै छ भने किन भिजिट भिजामा जाने? फर्स्टमा त हजुरले नेपालबाट डाइरेक्ट स्टुडेन्ट भिजाको रिक्वायरमेन्ट्सहरू मिट गरेर स्टुडेन्ट भिजामै जान सक्नुहुनेछ। यदि कोही न्युजिल्यान्ड गइसकेको खण्डमा अथवा भिजिटमा पुगिहाल्नुभयो, अब माइन्डसेट चेन्ज भयो, म त यहीँ पढ्छु, यहीँ बस्छु भन्ने सोच आइहाल्यो भने अप्लाई गर्न मिल्छ। न्युजिल्यान्डमा, अस्ट्रेलियामा जस्तो भिजिट भिजामा गएकोले स्टुडेन्टमा चेन्ज गर्नै नमिल्ने भन्ने पोलिसी छैन। हजुर न्युजिल्यान्ड बसी स्टुडेन्ट भिजाको लागि अप्लाई गर्न खोजेको खण्डमा सेम लाइक नेपालबाट अथवा आउट अफ न्युजिल्यान्डबाट स्टुडेन्ट भिजामा आउन जे रिक्वायरमेन्ट्सहरू हजुरले मिट गर्नुपर्ने हुन्थ्यो, त्यो रिक्वायरमेन्ट्सहरू तपाईँको क्यारेक्टरको रिक्वायरमेन्ट्सहरू हुनसक्छ, मेडिकल रिक्वायरमेन्ट्स हुनसक्छ, एकाडेमिक रिक्वायरमेन्ट्स हुनसक्छ, इङ्ग्लिस प्रोफिसियन्सीको रिक्वायरमेन्ट्स, लिभिङ एक्सपेन्सेसको रिक्वायरमेन्ट्स, ट्युसन फी कसरी पे गर्ने भन्ने यी सबै कुराहरूलाई मिट गरेर हजुरले न्युजिल्यान्ड इमिग्रेसनलाई क्लारिफिकेसनका साथ पहिला एउटा प्रपोज ल्याएर फेरि किन प्रपोज चेन्ज भयो, यो सबै कुराहरू सबमिट गरेर हजुरले न्युजिल्यान्डमा स्टुडेन्ट भिजामा अप्लाई गर्न चाहिँ मिल्छ। त्यसको लागि हजुरले न्युजिल्यान्डमै रहेको एक्सेस एजुकेसनमा गएर लाइसेन्स इमिग्रेसन एडभाइजरको सहायताबाट चेन्ज गर्न पनि सक्नुहुन्छ यदि गर्नै पर्यो भने। तर हाम्रो सजेसन भनेको यदि हजुरको लङ टर्म न्युजिल्यान्डमा गएर पढ्ने सोच छ भने भिजिट भिजामा गएर त्यो झन्झटमा नफस्नुहोस्। डाइरेक्ट स्टुडेन्ट भिजामा यदि रिक्वायरमेन्ट्स मिट हुन्छ भने नेपालबाटै अप्लाई गर्नुहोस्। बरु आफूले राम्रो प्रोपर डकुमेन्ट्स गराउनुहोस् र पछि गएर उहाँ कुनै झन्झटमा नपर्नुहोस्।